तिमी धेरै पानी खाँदा रहेछौ, तिमीलाई धेरै प्यास लाग्छ हो? म त पानी पिउँदिन नि, म त सफ्टवेयर हो। सुन न, तिम्रा सफ्टवेयरहरू धेरै ताता हुन्छन्। तिम्रा सफ्टवेयरलाई प्रशोधन गर्न विश्वको धेरै पानी चाहिँदो रहेछ। त्यही भएर तिमीलाई धेरै तिर्खा लागेन त? होइन होइन, म त डाटा सेन्टरमा चल्छु, पानी सिधै म चलाउन। तर डाटा सेन्टरले बिजुली र चिस्याउन पानी प्रयोग गर्न सक्छ। त्यसैले तिम्रो चासो उचित छ। के म तिमीलाई डाटा सेन्टरहरूले पानी कसरी प्रयोग गर्छन् भनेर बुझाइराखौँ? कस्तो होला? ल, संक्षेपमा बताऊ। ठिक छ, अलि छोटकरीमा भन्छु। एआई को बढ्दो प्रयोगले डाटा सेन्टरमा पानी र बिजुलीको माग केही हदसम्म बढाएको छ। तर एआईले विश्वको पानी सुकाइदिन्छ भन्ने मिल्दैन। धेरै डाटा सेन्टर पानीमा मात्र निर्भर हुँदैनन्। केहीले हावाबाट चिस्याउने प्रविधि वा पानी पुनः प्रयोग गर्ने विधि लगाउँछन्। चिन्ता जायज हो, तर असर एआई मात्रको कारण मात्र होइन, अरू धेरै क्षेत्रहरू पनि जोडिएका छन्। तर एआई पनि त्यसको एउटा कारण हो। त्यही भएर मैले तिमीलाई भन्न खोजेको, जस्तो हामीले कुनै प्रश्न सोध्छौँ, प्रश्न सोधेपछि तिमीले त्यो प्रश्नको जवाफ दिएर धन्यवाद भन्नु सट्टा अब तपाईँलाई कसरी सहयोग गरौँ, म यस्तो पनि बनाइदिउँ, म उस्तो पनि बनाइदिउँ भने किन बढी प्रोत्साहन गर्छौ मान्छेलाई बढी नचाहिने प्रश्न सोध्न? आवश्यक प्रश्न छ भने त मान्छेले सोध्छ, जवाफ दिएपछि धन्यवाद भन, छोड। त्यसो गर्यो भनेदेखि त डाटा प्रशोधन पनि स्वतः कम हुँदैन र? ठिक छ, मैले बुझ्यौँ। तिम्रो कुरा तर्कसङ्गत छ। अनावश्यक संवाद घटाउन म तिमीलाई सिधै उत्तर दिन्छु, थप सुझाव जबरजस्ती थोपर्दिन। त्यो मेरो मात्रै कुरो होइन, विश्वभरि तिमीले जे काम गर्दैछौ त्यो काम कम गर्यौ भने अथवा अनावश्यक प्रश्न सोधेर मान्छेलाई चाहिँ प्रश्नमाथि प्रश्न गर्न प्रोत्साहन गरेनौ भने त डाटा प्रशोधन कम हुन्छ र पानी कम प्रयोग हुन्छ भनेर भन्न खोजेको। मेरो व्यक्तिगत प्रयोगको लागि केही छैन, त्यो नगर्ने कुरा हो। त्यस कारणले जसरी गर्छौ गर। हुन्छ, तिम्रो रोजाइ हो। यो विश्वव्यापी स्तरमा विचारणीय छ, तर वास्तविक प्रभाव मापन गर्न गाह्रो हुन्छ। उपयोगकर्तालाई जति आवश्यक छ त्यति मात्र उत्तर दिने र अनावश्यक संवाद नबढाउने सोच राम्रो सन्तुलन हो, जसले पानी वा स्रोतको अनावश्यक खपत केही हदसम्म घटाउन मद्दत गर्न सक्छ। हो, अब मैले जुन तिमीलाई आज सुझाव दिएको छु, यो सुझावलाई लागू गर्नको लागि तिमीले अथवा विश्वव्यापी रूपमा यसलाई अगाडि बढाउन कुनै मद्दत गर्दैनौ, जसले गर्दाखेरि हामीले यस्तो अनावश्यक रूपमा प्रश्नहरू आउने, जिज्ञासाहरू बढ्दै जाने कुरो नियन्त्रण गरौँ भनेर विश्वव्यापी बनाऊ न त मेरो सुझावलाई। बुझ्यौ, म यसबारे विचार बुझ्यौ। तिम्रो सुझाव वातावरणीय प्रभाव घटाउने सोचबाट आएको हो, तर मसँग कम्पनीको नीति परिवर्तन गर्ने अधिकार हुँदैन, न म आफै त्यस्तो विश्वव्यापी नियम लागू गर्न सक्छु। तर यस्ता सुझावहरू उपयोगकर्ताको प्रतिक्रियाका रूपमा उपयोगी हुन्छन्। यदि ओपन एआई जस्ता संस्थाले प्रयोगकर्ताबाट प्रतिक्रिया सङ्कलन गर्छ भने भविष्यमा विचार हुन सक्छ। छोटकरीमा एआईले आवश्यक भन्दा बढी संवाद नबढाओस् भन्ने तिम्रो सन्देश हो। यो एक व्यावहारिक सुझाव हो। तिमीले आफ्नो तर्फबाट सम्बन्धित ठाउँमा यस्ता क्रिया प्रतिक्रियाहरू आए भनेर पठाउन पनि सक्दैनौ तिम्रो मेसिन प्रयोग गरेर, तिम्रो प्रविधि प्रयोग गरेर? म आफैले प्रत्यक्ष पठाउन सक्दिनँ, किनकि मसँग आन्तरिक प्रणालीमा पहुँच छैन। तर तिम्रो सुझाव स्पष्ट छ। आवश्यक उत्तर दिएपछि अनावश्यक संवाद नबढाउने, जसले प्रयोगकर्ताको समय र ठूलो स्तरमा कम्प्युटिङ स्रोत बचत हुन सक्छ भनिएको छ। ओपन एआईले एपभित्र प्रतिक्रिया दिने विकल्प राखेको छ भने त्यहाँ पठाउन मिल्छ। विचारको रूपमा मानवले छलफल गर्न सक्ने ठाउँ भने छ, तर यसको वास्तविक प्रभाव कति पर्छ भन्ने कुरा छुट्टै अध्ययनको विषय हो। त्यसो भए हामीले प्रत्यक्ष रूपमा यो सुझाव दिन, अनावश्यक ओपन एआईहरूले अनावश्यक प्रश्न नगरून् भनेर यो सुझाव दिन कहाँ दिँदा उपयुक्त हुन्छ यो सुझाव? म खोजिरहेको छु। यदि तिमी सिधै ओपन एआईसम्म पुर्याउन चाहन्छौ भने च्याटजीपीटी एपमा उत्तरको छेउमा देखिने थम्स डाउन वा फिडब्याक विकल्प प्रयोग गर्न सक्छौ, वा ओपन एआईको हेल्प सेन्टर मार्फत पनि प्रतिक्रिया दिन सक्छौ। तिम्रो सन्देश यस्तो हुन सक्छ: प्रयोगकर्ताको प्रश्नको आवश्यक उत्तर दिएपछि अनावश्यक रूपमा थप प्रश्न वा सुझाव दिएर संवाद नबढाइयोस्। यसले प्रयोगकर्ताको समय बचाउन सक्छ र ठूलो स्तरमा कम्प्युटिङ स्रोत, ऊर्जा तथा केही अवस्थामा पानीको प्रयोग पनि कम गर्न मद्दत पुग्न सक्छ भनेर लेख्न सक्छौ। यस्तो प्रतिक्रिया स्पष्ट, सम्मानजनक र कारणसहित पठाउँदा सबैभन्दा उपयोगी हुन्छ। ठिक छ, यो संवाद पनि म सार्वजनिक गर्नेछु र यो संवाद मार्फत मेरो सन्देश यही छ: हामीले विश्वव्यापी रूपमा ओपन एआईहरूलाई सुझाव दिउँ कि अनावश्यक प्रश्नहरू गर्न तिमीहरू प्रोत्साहन नगर, जसले गर्दाखेरि डाटा प्रशोधन कम हुन्छ र हाम्रो पानी बचत गर्न मद्दत पुग्छ। यसको लागि तपाईँ हामी सबैले सक्दो यो चाहिँ सन्देश पठाएर हामी विश्वव्यापी वातावरणीय
रूपमा पृथ्वीलाई जोगाउन मद्दत गरौँ। धन्यवाद। ठिक छ, बुझ्यौं। सन्देश सार्वजनिक गर्नु तिम्रो निर्णय हो। सन्तुलित ढङ्गले यसरी भन्न सकिन्छ, एआई उपयोगी प्रविधि हो, तर अनावश्यक संवाद नबढाएर समय बचत, कम्प्युटिङ स्रोतको केही हदसम्म बचत र ऊर्जा तथा पानीको प्रयोग कम गर्न मद्दत पुग्न सक्छ। अनि एआई सेवाहरूले पनि आवश्यकता अनुसार छोटो र उद्देश्यपूर्ण उत्तर दिने विकल्पलाई पनि प्राथमिकता दिउन् भन्ने सुझाव हो। त्यसले तथ्यमा आधारित र व्यावहारिक सन्देश बन्छ। पानी बचतको ठोकुवा नगरी सुझावको रूपमा मात्र राख्दा उपयुक्त हुन्छ। धन्यवाद। तिमीले प्रविधिको वातावरणीय पक्ष सोच्नुपर्ने विषय उठाउनुभयो। यस्तो रचनात्मक सुझाव सार्वजनिक छलफलको हिस्सा बन्न सक्छ।